खुसी हुनलाई महल नै चाहिन्छ भन्ने होइन रहेछ। एउटा फराकिलो र सफा मन भए पुग्छ भन्ने उदाहरण आज हामीलाई माइजूले बताउनुभयो। नमस्ते, म एन्जिला तपाईँहरू सबैलाई स्वागत गर्छु मेरो यो सानो अनि छोटो भिडियोमा। आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि यहाँ एकदम सन्चै छौँ। बाहिरको चमक धमकबाट टाढो रहेर बस्तीका मानिसहरूले यसरी मेहनत गर्नुहुन्छ। मेहनत अनुसार फल पनि मिठो है। यो भिडियो चाहिँ मैले केही दिन अघि लिएको भिडियो हो। म मेरो बहिनी भाइ बस्तीमा सुन्तला बारी घुम्नको लागि निस्केको थियौँ अनि सुन्तला यसरी लटरम्म फलेको देख्दा कति खुसी लाग्यो है। अझै आफ्नै हातले टिपेर खान पाउँदा त झन् हामीलाई कति रमाइलो भयो। अन्त बारीमा सुन्तला मात्रै होइन अरू सागसब्जी पनि धेरै रोप्नु भएको रहेछ, धेरै फलेको रहेछ है। अहिले जराको सिजन भएर होला जराहरू पनि धेरै थियो। यो साग फलेको देख्दा त झन् कति लोभ लाग्यो। गाईको मलमा पनि भएर होला यस्तो राम्रो फलेको है, प्योर अर्ग्यानिक। अनि यो जसको बारी थियो उहाँ चाहिँ बारीमा काम गर्दै हुनुहुँदो रहेछ अनि म चाहिँ काम गर्दै गरेको जग्गामा गएँ अनि यसै हेरेको त माइजू र उहाँको नाति भएर चाहिँ सिमल तरुल खन्नु हुँदै रहेछ है। हामी आएको देखेर माइजू एकदम खुसी हुनुभयो। अन्त मामा खै भनेर सोद्धा चाहिँ मामा चाहिँ बजारतिर जानुभएको रहेछ। उहाँसँग बारीमै एकछिन गफ गऱ्यौँ अनि त्यो पछि माइजू चाहिँ सिमल तरुल बोकेर घरतिर जानुभयो। हामी चाहिँ बारीबाट निस्कनै नमन परेको, बारीमा एकछिन भिडियो पनि बनाउनु मन पर्यो। हामी चाहिँ एकछिनमा आउँछौँ ल माइजू भनेर हामी चाहिँ बारीमै बसेँ। अनि यहाँनिर चाहिँ सायद गाईको खोले पकाउने जग्गा होला, किनभने गोठको छेउमै रहेछ नि त हो। अनि गाईले मलाई देखेर कराउनु थाल्यो, सायद घाँस मागेको होला। अन्त माया लागेर गाईको भाकोमा पनि एकछिन गएँ। त्यो पछि चाहिँ अघि खनेको सिमल तरुल पनि भुइँमा राख्नुभएछ माइजूले। अनि माइजूलाई सोधेँ, माइजू तपाईँहरू बेलुका पनि यहीँ बस्नुहुन्छ भनेर सोद्धा चाहिँ होइन नि, दिउँसो चाहिँ यहाँ काम गर्छौँ, राति चाहिँ बेलुका चाहिँ छोराकोमा गएर सुत्छौँ भन्नुहुँदै थियो। उहाँले चाहिँ बिहानै सिमल तरुल उसिनेर राख्नुभएको रहेछ। अन्त त्यो सिमल तरुल हामीलाई खानु दिनुभयो। हुन्छ हुन्छ, थ्याङ्क यू। खानु यो सबै टिपेर बिचारा माइजूले आफ्नो लागि उसिन्नु भएको थियो होला, हामीलाई सबै खाना दिनुभयो। अनि माइजूलाई धन्यवाद दिँदै त्यहाँबाट हामी घरतिर लाग्यौँ। सायद म बस्तीमै जन्मेको कारणले गर्दा होला मलाई चाहिँ एकदम मनपर्छ बस्ती है। आफ्नै बारीमा ताजा अर्ग्यानिक सागसब्जीको स्वाद नै बेग्लै। घरतिर पुग्दा त फेरि हाम्रो माइजूले बारीबाट पिँडालु खनेर ल्याउनु हुँदै रहेछ। के राम्रो फलेछ पिँडालु, एकदम अर्ग्यानिक। हेर्नुहोस् त। यसलाई मजाले धोएर माइजूले यसलाई पकाउनु लानुभयो। अनि त्यो पछि चाहिँ मेरो आमाले मेरो छोरीलाई बोकिरहनु भएको थियो। अनि बहिनी चाहिँ खाना पनि डाइजेस्ट हुन्छ भनेर उसलाई जिस्काउँदै उफ्रिँदै रहेछ। अनि तपाईँहरू पनि चान्स पाएछ भने बस्तीहरू भिजिट गर्नुहोस् होला है। त्यो गर्दा नगर्दा त यता पिँडालु पनि पाकेछ, माइजूले मजाले चटनी बनाउनु भएछ। अनि हामी त अघि सिमल तरुल खाएर अगाइसकेको थियौँ, त्यही पनि घरको हो, अर्ग्यानिक हो भनेर हामीले पनि सानो सानो चाख्यौँ। सो मेरो भिडियोलाई मन पर्यो भने लाइक, सेयर, कमेन्ट गरिदिनुहोस् है। अन्त फलो गर्नु चाहिँ नभुल्नुहोस् होला। थ्याङ्क यू।